सफल व्यक्तिहरू कुनै नयाँ काम गर्दैनन्। हरेक काम नयाँ ढङ्गले गर्दछ। नमस्कार, सम्पूर्ण आदरणीय महानुभावहरू। म वसन्त सुवेदी। मेरो जन्मघर धादिङ, हालको बसाइ काठमाडौँ, पेसाले ट्रेनर, मोटिभेसनल स्पिकर र ब्याङ्कर। आजको यस बसाइमा एउटा तस्विरमाथि आफ्नो भनाइ व्यक्त गर्नको लागि समय उपलब्ध गराइदिनु भएकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गर्दछु। दिएको तस्विरमा हामीले एउटा वृक्ष देख्छौँ, वृक्ष होइन, वृक्षको फेद मात्र देख्छौँ। काटिसकिएको एउटा वृक्षको फेद देख्छौँ र सो फेदबाट एउटा पालुवा पलाएको देख्छौँ र सो पालुवामा एउटा सुन्दर फल फलेको र पाकेको देख्छौँ। यस्तो सुन्दर फल देख्दा यति रसिलो छ, यति स्वादिलो छ, मिठो छ। अब हामीले त्यो तस्विर हेर्दै गर्दा कस्तो लाग्छ? यदि सो वृक्षको फेदले मेरो जीवन यही सकिसक्यो, अब योभन्दा अगाडि बढ्न चाहदिनँ भनेको भए सो फेदबाट नयाँ पालुवा पलाउने पनि थिएन र त्यति सुन्दर फल फल्ने पनि थिएन। म आफै पनि याद गर्छु, म आफ्नो कामको सिलसिलामा देशको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म विभिन्न ठाउँहरूमा यात्रा गर्दै हिँड्दा मानिसहरूले दुःख पाएँ, म योभन्दा अगाडि बढ्न सक्दिनँ र निराश भएर बसिरहेको र सो निराशालाई एउटा सानो कुराले परिवर्तन गर्न सकिएको र पहिलेभन्दा पनि अझ समुन्नत भएर अगाडि बढ्नु भएको देख्न पाइन्छ। मेरो भनाइको आशय के हो भने यदि हामीले हाम्रो जीवनलाई दुःखले सकियो, योभन्दा अगाडि बढ्ने ठाउँ छैन भन्ने हो भने जसरी त्यो वृक्षको फेद काटिँदा मेरो जीवन यहीँ सकियो भनेर वृक्षले अर्को पालुवा पलाउने आँट नगरेको भए त्यो वृक्षको त्यही अस्तित्व समाप्त हुने थियो नि। त्यसै गरी जब त्यो वृक्षमा नयाँ पालुवा पलायो, त्यहाँ एउटा सुन्दर फल लागेको छ। कथा यति मात्र सकिँदैन नि आदरणीय महानुभावहरू। हो, सो वृक्षमा एउटा मात्र फल लागेको छ, सानो पालुवा, सोमा एउटा सुन्दर फल पाकिसकेको मिठो। यो कथाले अझै अगाडि के भन्छ? यदि के त्यो वृक्षको अब यात्रा त्यहीँ मात्र रहेन नि। त्यो वृक्षको पालुवामा थप पालुवाहरू पलाउनेछन्। अर्को साल त्योभन्दा धेरै फलहरू लाग्नेछन्। त्यति मात्र होइन, त्यो पाकिसकेको फल छ नि, एउटा फलको प्यासीले त्यो फल उपभोग गर्न पाउँछ। सो गरिसकेपछि पाकिरहेको बीजलाई फेरि उम्रने वातावरण, फेरि जमिनको संसर्गमा परिसकेपछि त्यो फलको बिउले फेरि एउटा नयाँ सुन्दर वृक्षको रूप लिन्छ र त्यस्ता हजारौँ फलहरू फल्नेछन् र योभन्दा पछिल्ला पुस्ताहरूले पनि सो फल फेरि पनि उपभोग गर्न पाउनेछन्। त्यसरी जीवनमा यति धेरै सकारात्मक सोच राख्नुपर्छ जसरी एउटा काटिसकेको वृक्षको फेदबाट पनि एउटा नयाँ पालुवा पलाएर नयाँ सृष्टि, नयाँ फल, नयाँ जीवन प्रदान गर्न सक्दछ भने हामीले जीवनमा आइपर्ने जुनसुकै कठिनाइहरूलाई सामान्य ढङ्गले लिनुपर्छ र त्यसलाई अवसरको रूपमा प्रयोग गर्दै सोभन्दा पनि अझ समुन्नत रहने गरी अगाडि बढ्नको लागि प्रण गर्नुपर्छ र गराउनुपर्छ भन्ने आशय नै सो वृक्ष, सो पालुवा र त्यो फलको रहेको देखिन्छ। आदरणीय महानुभावहरू, मेरो आफ्नो भनाइ यहीँ राख्दै अहिलेलाई म तपाईँहरू माझ रहने गरी बिदा भइआस्।